यदि तपाईँको पनि यो पैताला कुर्कुच्चाको भागमा चाहिँ सानो सानो सियोले चाहिँ घोचे जस्तो दुखाइ हुने, कमिला हिँडेको जस्तो हुने, झमझम झमझम गरिराख्ने र कुर्कुच्चा पैतालाको भागमा चाहिँ एकदमै धेरै दुखाइ हुने समस्या छ, पोल्ने समस्या छ भने यो अवस्थामा चाहिँ तपाईँमा चाहिँ प्लान्टर फेसाइटिस भएको हुनसक्छ भनेर बुझ्न आवश्यक रहन्छ। अब यो समस्या चाहिँ प्राय गरेर चाहिँ तपाईँको कुर्कुच्चाको हड्डी अर्थात् क्याल्किनियस बोनबाट चाहिँ तपाईँको औँलासम्म जाने जुन प्लान्टर फेसिया एउटा चाहिँ मजल रहेको हुन्छ, एउटा तन्तु अर्थात् टिस्यु ब्यान्ड रहेको हुन्छ, त्यो टिस्युमा चाहिँ इन्फ्लमेसन हुँदै गर्दाखेरि चाहिँ यो समस्या देखिने गर्छ भनेर बुझ्न सकिन्छ। अब लक्षणहरूको कुरा गर्दाखेरि चाहिँ यो दुखाइको प्रकृति चाहिँ कस्तो हुन्छ भने बिहान उठेर पहिलो पाइला चाहिँ चाल्दै गर्दाखेरि चाहिँ एकदमै धेरै चाहिँ अत्याधिक दुखाइ हुने गर्दछ। त्यस्तै गरेर पैताला चाहिँ एकदमै धेरै भतभती पोलेको जस्तो महसुस हुने गर्दछ भने, त्यस्तै गरेर दिउँसोको समयमा चाहिँ लामो दूरीसम्म हिँडिएको छ भने चाहिँ त्यसको बेलुकातिर साँझ पखको चाहिँ एकदमै धेरै चाहिँ दुखाइ बढेको महसुस हुने गर्दछ। अब यो प्लान्टर फसाइटिसको समस्या अर्थात् कुर्कुच्चा दुखाइ पैताला दुखाइको समस्या चाहिँ कस्ता व्यक्तिमा हुन्छ भनेर बुझ्दाखेरि चाहिँ लामो समयसम्म चाहिँ हार्ड सर्फेसमा एकदमै धेरै चाहिँ साह्रो यो सतहमा चाहिँ भुइँमा चाहिँ उभिराख्नुपर्ने जुन कामहरू गरिराख्नु भएको हुन्छ, त्यस्ता व्यक्तिहरूमा चाहिँ एकदमै धेरै चाहिँ यो दुखाइले चाहिँ सताइरहेको हुन्छ। त्यस्तै गरेर पेसागत रूपमा हेर्दाखेरि चाहिँ शिक्षकहरूमा, त्यस्तै गरेर नर्सहरूमा, ट्राफिकहरूमा र विभिन्न कामहरू उभिएर लामो समय गर्ने, उभिएर काम गर्ने जुन जबहरू रहेको छ, रिसेप्सनिस्टहरूमा, त्यस्तै गरेर चाहिँ पेन्टरहरूमा पनि यस्ता समस्याहरूले चाहिँ एकदमै धेरै दुःख दिइरहेको हुन्छ। पैताला दुखाइले चाहिँ एकदमै धेरै चाहिँ गाह्रो पारिरहेको हुन्छ। त्यस्तै गरेर अर्को महत्त्वपूर्ण कारक तत्त्व कारण भनेको चाहिँ तपाईँको वजन अर्थात् एकदमै धेरै बढी वजन हुँदै गर्दाखेरि तपाईँको मोटोपनाको कारणले चाहिँ पैताला दुखाइको समस्या चाहिँ देखिने गर्दछ। तपाईँको सबै शरीरको भारलाई चाहिँ पैतालामा बेयर गर्दाखेरि चाहिँ यो समस्या देखिने गर्दछ भनेर सामान्य तरिकाले पनि बुझ्न सकिन्छ भने असजिलो जुत्ता चाहिँ एकदमै धेरै चाहिँ कम्फोर्ट नहुने जुत्ताको प्रयोग, चप्पलको प्रयोग चाहिँ गर्ने व्यक्तिहरूमा चाहिँ यस्तो समस्याले चाहिँ सताएको पाइन्छ भने, त्यस्तै गरेर तपाईँको पैतालाको एनाटोमिकल स्ट्रक्चर त्यसमा पनि फ्ल्याट फुटको अवस्था र त्यस्तै गरेर चाहिँ मुन सेप्ड अर्थात् हाई आर्क भएको चाहिँ पैतालाको स्ट्रक्चर, एनाटोमिकल स्ट्रक्चर जसको छ, त्यस्ता व्यक्तिमा चाहिँ यो फेसिया अर्थात् प्लान्टर फेसाइटिसको समस्या चाहिँ देखिने गर्दछ। प्लान्टर फेसियामा चाहिँ इन्फेक्सन हुने, इन्फ्लमेसन हुने समस्या चाहिँ देखिन्छ भनेर बुझ्न सकिन्छ भने धेरै हिँड्ने, दौडिने र फिजिकल एक्टिभिटी धेरै गर्ने व्यक्तिहरूमा पनि प्लान्टर फसाइटिस पैताला दुखाइको समस्याले चाहिँ दुःख दिइरहेको हुन्छ। पैताला दुखाइको समस्या अर्थात् प्लान्टर फसाइटिसबाट बच्ने उपायको बारेमा चाहिँ अर्को भिडियोमा डिटेलमा मैले राख्नेछु, हामीलाई फलो गरेर जोडिन सक्नुहुन्छ। यस्तै समस्या छ भने चाहिँ मलाई प्रत्यक्ष भेटेर स्वास्थ्य परामर्श र उपचार लिन चाहनुहुन्छ भने स्क्रिनमा दिएको कन्ट्याक्ट नम्बरमा कल गरेर अपोइन्टमेन्ट लिन सक्नुहुन्छ है त। भिडियोलाई सक्दो सेयर गर्नुहोला। अर्को भिडियोमा भेट्नेछौँ। नमस्ते।